ओ माई गड व्हाट अ भ्यू है साथीहरु। यदि हजुरहरु मलेसियामा हुनुहुन्छ भने एकचोटी भए पनि के केएलसी साथी आउनुस् है। लाइफको मजा लिनु छ, लाइफमा इन्जोय गर्नु छ भने हाम्रो गाडी पनि यहाँ आइसकेको छ। ल ल ल जाम हाल्ने ढिलो नगर्ने ल। हेलो साथीहरु, अहिले हामी केएलसी को एरियामा आइसकेका छौं है। यता हाम्रो हेर्नु साथीहरु छन्। वाउ, साथीहरुले यहाँ लगेज गरिदिरहेछन्। ओके बाय बाय। त्यहाँ सक्नुहुन्छ केएलसी साथीहरु त है। वाउ लगेको ओके। हाम्रो भाइ फेरि अब खतरा छ कि अब जहाँ गए पनि केटी चाहिँ मिलाइहाल्छ भाइले। अनि भाइ कस्तो फिलिङ भयो? ठीक छ। इन्डोनेसियाको फोटो खिचेको के बलात्कार गरेको कि कस्तो फिलिङ भयो? ठिकै। हेलो नमस्ते सलाम, वेलकम माई न्यू ब्लग भिडियो साथीहरु। सो आजको हाम्रो भिडियो एकदमै खतरा हुने साथीहरु। आजको ब्लग हाम्रो मलाका टु कुआलालम्पुर रहेको छ, म र मेरो साथीहरुसँग। अनि साथीहरु के छ? ओ बबाल छ के बबाल। अनि कतिको एक्साइटेड छ आज? एकदम पुरै एक्साइटेड छु के बबाल वाला। 2 दिन घुमेर आउनु पर्छ। वाउ लुक त फेरि ओ माय गॉड। अनि के हो लगेज लिएर जाने हो त? अब के गर्नु, वही गयो वहीबाट अब फ्लाइट काटेर नेपाल पनि गइदिने हो जस्तो। माय गॉड व्हाट अ माचो मैन, रकस्टार यो हनी सिंह। ल त गाइस हामी यहाँदेखि अगाडि बढ्दै गर्छौं। हुनुहुन्छ हाम्रो गाडी पनि यहाँ आइसकेको छ। ल ल जाम हाल्ने ढिलो नगर्ने ल। वाउ बुढोको प्यान्ट नहेर्ने, आफ्नो प्यान्ट हेर्ने, आफ्नो लुक हेर्ने। हो वाउ ल यहाँ छ हाम्रो बिल्डिङ। हाम्रो मार्केट चाहिँ यता छ साथीहरु है। लेट्स गो गाइस। वाउ हेलो गाइस, सो अहिले हामी बाटोमा छौं भनौं है। हाम्रो साथीहरु एकदम पोजमा बसिरहेछन्। बिहानको मौसम पनि एकदमै दामी छ गाइस है, चिसो छ। हामी हिँड्दैछौं बाटोमा छौं। एकछिन पछि हामी ठाउँमै पुग्छौं भने साथीहरुलाई देखाउँछौं है। अगाडिको भ्यू हेर्न सक्नुहुन्छ। हाम्रो यहाँ अब सबभन्दा ह्यान्डसम ब्रदर यतै छ, गाडी यता हेर्न सक्नुहुन्छ। पछाडि बिहानको भ्यू एकदमै दामी के। आजको दिन चाहिँ हाम्रो एकदमै मजा हुन्छ सायद, तर हल्का अँध्यारो पनि छ, सायद पानी पर्ला। पानी पर्यो भने त ओ माय गॉड गाह्रै हुन्छ क्या साथीहरु है। हेलो साथीहरु, सो अहिले हामी केएलसी को एरियामा आइसकेका छौं है। यता हाम्रो हेर्नु साथीहरु छन्। वाउ साथीहरुले यहाँ लगेज गरिदिरहेछन्। ओके बाय बाय। त्यहाँ सक्नुहुन्छ केएलसी साथीहरु त है। वाउ यहाँदेखि हामी अब उता अगाडि हिँड्नुपर्छ साथीहरु है। ओहो भाइ त खतरा देखिरहेछ। भाइले माइक खोलेछ? माइक खोल्ने ओहो भाइ खतरा देखिरहेछ त। हो र एकदम। अब हेर्नु न पहिला कोसँग आछु भनेर खतरा मान्छेसँग आएपछि त खतरा देखिहाल्छ नि। हो है, सेक्सी देखिहाल्छ त एकदम नम्बर 1। अरे यार धन्यवाद ल, धन्यवाद है। गॉड अब यहाँ आयो, अब अर्को चोटी चाहिँ अरु ठाउँ लुक त खतरा देखिरहेछ के। सो एकदमै गाइस एक्साइटेड छ हामी। अहिले बिहान आइसकेका छौं, धेरै भिड पनि छैन। हामीलाई घुम्न एकदमै इन्जोय हुन्छ। हेर्न सक्नुहुन्छ त्यहाँको भ्यू। घाम पनि डरै छ घाम है। ओके हाम्रो सरलाई माइक दिने। कस्तो फिलिङ भयो सर? कस्तो फिलिङ भयो? एकदम खुसी लागिरहेछ, रमाइलो लागिरहेछ। फर्स्ट टाइम आएको म हेर्दै छु यताउता। ए हेर्दै हो फर्स्ट टाइम है? उता हाम्रो सरले के भयो? फेरि सरले देखाउने के भइरहेको त? ऊ बन्ने अहिले सामानहरु मिलाइ ए के निकाल्दै हो के? हो माय गॉड निकाल्दै छ। अब त्यही हो 2 दिन घुमिन्छ हामी। 2 दिन घुमिन्छ। अब त्यही 2 दिन पछि चाहिँ हामी रिटर्न हुन्छ। वाउ हाम्रो बसाइ यतै हुन्छ। हाम्रो सरलाई हेल्प गर्नुपर्छ कि भइसक्यो? के हेल्प गर्नुपर्छ? पर्दैन है। ओ माय कल ठीक छ। ल अब हामी उता जानुपर्छ। उतातिर पनि उता जाऊ हामी। ल हामी अगाडि बढ्दै गरौँ ल। थोरै रेस्ट गरौँ ल। एकदमै इन्जोय भइरहेको छ साथीहरु है। अनि हाम्रो साथीहरु पनि त आउने हाम्रो साथीहरु पनि त छन्। भिडियो ब्लगको लागि। अनि कस्तो भइरहेछ आजको अनुभव? रमाइलो फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो? हामी एकदम बिजी छौं। फर्स्ट टाइम हो। हामी अलि छिटै आयौं, है? मान्छे अलि कम छ।
हुन्छ अहिले चाहिँ धेरै हुन्छ आज सन्डे पनि हो जे होस् ड्राइभरसँग अब आज घुम्न मिलिरहेछ खुसी लागिरहेछ ल ल भाइ एकछिन गरेर क्यामेराम्यानलाई देखाउने हाम्रो हेर्छ होइन क्यामेराम्यान त अब नै पर्छ अब क्यामेराम्यान आफ्नै भाइ हो आफ्नो भाइ अब डिमान्ड अब उसको एक धेरै छ नि त यहाँ डिमान्ड धेरै चर्चा छ। परिचर्चा जस्तो एकदम मजा के एकदम मजा छ भनिहाल्ने पसिना पसिना भइसकेको के चाहिँ के हुँदैन तपाईहरु पनि एकचोटि मलेसियामा ल भाइले बोल्ने दुईटा शब्द दिने हाम्रो भ्युअरहरूलाई दुई चार शब्द त हामीहरु त धेरै दिन पहिलादेखि नै सोचिरहेको थियौँ कि हामीहरु घुम्न आउँछौँ भनेर तर टाइम नमिलेर मात्र आउन आएको आज बल्ल कसरी कसरी गरेर टाइम मिलाएर छुट्टी लिएर आज घुम्न आइसकेका छ हामीहरु चारजना मिलेर त एकदमै मजा लागिरहेछ रिल्याक्स फिलिङ प्लसमा एकदमै माइन्ड फ्रेस पनि भइरहेछ धेरै दिन पछि आज त्यही भएर अब जे होस् लाइफमा घुम्नु पर्छ मलेसिया आएपछि त अलि कहीँ त निस्किनै पर्छ ल दिलु भाइ जाने अनि सो गाइज हेर्नुसँग हाम्रो अब तीनजना भाइहरू भयो ठ्याक्कै यो केलसिसी है एकदमै उ छ है यतापट्टि अहिले भिड पनि अब धेरै भिड छ हेर्न सक्नुहुन्छ यहाँदेखि साथीहरू यता हजुरको ठ्याक्कै यहाँ स्विमिङ पुल जस्तो छ त्यहाँ नुहाउन मिल्छ यता बाटो भयो साथीहरू है एकदमै रमाइलो ठाउँ छ के अहिले अलि घाम भएर मात्र अलि मान्छे कम छ यहाँ माई गड व्हाट अ लुक म्यान लुकिङ सो कुल त्यो होइन उहाँको पुल चाहिँ हेर्नु न कुल देन लुकिङ सो हट बिहाइन्ड यु सो हट माई गड ओके अब एकछिन चिसोमा जानुपर्छ ल ब्याग सेक लिएर आउने हाम्रो अब लगेज छुट्दैछ साथीहरू है जस्ट इन्जोइङ हो 2000 को उसले आफूहरूले खेलिरहेको छ जाने जान उसले चाहिँ हेल्प मागिरहेको छ हेर्ने सो गाइज त हाम्रो भाइ अब है रेडी भइसकेको छ नेक्स्ट मिसन सफल हुन्छ भाइको अनि भन्छ अनि पोत अहिले खिचिरहेको छ अनि जाने मान्छेहरू जाने सर हेरेर कहाँ हुन्छ मालिक अरू कन्ट्रीमा छ अर्को नर्भस नहुने नर्भस कहाँ हुनु जस्ट हाम्रो म फुल हेरेको उसले आफूले एकदम ध्यानले हेरिरहेको थियो मौका यही चौका छ होटल पनि बुक छ सो केही भन्दैम जाने मान्छे धेरै छ त्यही भएर डर लाग्यो साथीहरू नडराउने अब खै के हो भनेर भाइ यहाँ नेक्स्ट मुडमा आइसकेको छ ल भाइ यिनीहरूले केही भन्दैन सर यिनीहरू भियतनाम हो बरु रुम पनि हाम्रो बुक छ नि अहिले हाम्रो रुम पनि बुक छ ल हेऱ्यो भाइलाई के लाग्छ रु सक्छ कि सक्दैन मलाई एकदमै धेरै डर लाग्यो न म सक्दैन लम्बुले चाहिँ सक्छ लम्बुले सक्छ म चाहिँ उसँग सक्दैन कडा भाइ हो बोले गयो ओके हाम्रो भाइ फेरि अब खतरा छ कि अब जहाँ गए पनि केटी चाहिँ मिलाइहाल्छ भाइले वाउ भाइको चलिरहेछ यहाँ है भाइले यहाँ फोटोसुट गरिरहेछ हेर्न सक्नुहुन्छ हाम्रो भाइ अब सुट चाहिँ खतरा गर्छ हेर्न सक्नुहुन्छ है भाइको पोज फेरि यही मलाई मनपर्छ क्या एकदम मनपर्ने पोज भने यो पोज एकदम मनपर्छ मलाई अनि कस्तो लाग्यो अहिले हाउ द जोस भाइ एक नम्बर कडा छ ओके 1 2 3 ओके नेक्स्ट बोले भाइ नम्बर मागिहाल्ने ओके बोले लागि कस्तो लागिरहेछ अहिले एकदमै बब्बाले भाइ अनि नम्बर मागिहाल्ने है एकछिन म कुरा गर्छु ल म हामी पछाडि सपोर्टमा छौँ चिन्ता नगर्ने हामी पछाडि छौँ है हामीले सब हेर्छौँ पछाडिदेखि सपोर्टमा छौँ नम्बर लिइहाल्ने नछोड्ने म छु नि पछाडि त्यहाँदेखि यता हेर्ने नि एकदम यता पनि कडा छ मलाई यही मनपर्छ भाइको बानी कि अब जहाँ गए पनि ऊ छोड्दैन कि अब छोड्दैन कि माई गड ल हेर्नु अब orang mana nih? Myanmar. Oh Indonesia. Dulu mana? भाइको यहाँ त्यहाँ कुराकानी चलिरहेछ है ओ भाइले अब के गर्छ अरे मेरो लागि कुरा गर्ने Mana pergi tempat lain? अरे ठीक छ दुईजना मात्र भएको हुन्छ हामीलाई Oh. Boleh sama-sama. Oh, okay, let's go. Mission complete. अनि भाइ कस्तो फिलिङ भयो ठिक छ
इन्डोनेसियाको हाँ? फोटो खिचेको के बलात्कार गरेको कि कस्तो फिलिङ भयो ठिकै छ सोधेको कहाँ छ भनेर मलक्कै छ भन्दैछ मलक्काकै हो मलक्काकै हो मलक्काकै हो मलक्काको भन्ने हामी मलक्का हो भने मैले भन्छ कि ओ याका भनेर रियाक्सन दिएर भागिसक्यो सो साथीहरू अहिले हामी फाइनली यो केलको एकदमै फेमस ब्रिजमा आइसक्यौँ साथीहरू यहाँदेखि ठ्याक्क हजुरले हेर्नुहोस् त केल टावर भाइ त देखाऊ केल टावरमा देखाऊ यहाँदेखि एकदमै राम्रो सिन आउँछ है यो भनेको साथीहरू अब केलको होइन भाइरल ब्रिज के लामो यता हेर्नुहोस् न कतिको लामो छ झन् राति एकदमै झिलिमिली बत्ती बल्छ के अहिले त दिउँसो यहाँ घाम गर्मीले गर्दा यहाँ कोही छैन तर राति धेरै मान्छे हुन्छ लास्ट मजा आउँछ त्यस्तोमा पुरा बत्ती बल्छ एकदमै इन्जोय के सो अहिले इन्जोय नभएर हामी जस्तै एक्लैमा इन्जोय गरिराख्छौँ साथीहरू है सो अब हजुरहरूलाई मेरो अब साथीहरूलाई पनि देखाइदिनु पर्यो ल हो हाम्रो हवलदार साहब माइक खोल्ने माइक खोलिहाल्नु भट्ट ल खोलिसक्यो त हेलो ल हेर्नुहोस् यता हाम्रो अब हिरो यहाँको हिरो यहीँ हो अब लुक हेर्नु न साथीहरू म पनि आइसकेको छु केएलसी टावर घुम्नलाई लुक हाम्रो हिरो भयो यता हाम्रो शम्भु भाइ पनि ल माइक त दिने अब हाम्रो नेताहरूले ल यता अब हाम्रो अब सरहरू यहाँ हुनुहुन्छ एकदम फेमस सर के छ त एकदम ठिक छ आज हामी अब अनि कस्तो लाग्यो यहाँ ब्रिजमा आएर कस्तो फिलिङ भयो एकदम रमाइलो लागिरहेछ रमाइलो है एकदम फ्रेस भइरहेछ हैन तपाईहरु पनि नजिक बुद्ध सरले पनि यता फोकस गर्न भन्ने सर के छ तपाईलाई पनि खुसी लाग्छ नि एकदम ड्राइभरसँग फर्स्ट चोटि आएको हैन ल मलेसिया आएको मान्छे एकचोटि केल चाहिँ आउनु होला आउनै पर्छ है हैन एकदम इन्जोय हुँदो रहेछ एकदम इन्जोय छ रमाइलो छ एकदम हो बोलम ल यस्तै छ अब हैन सुख दुःख अब काम त छँदैछ कामलाई साथमा राखेर पनि गर्नुपर्छ अब जिन्दगी 2 दिनको एकदम इन्जोय छ गाइज ल ग्यारेन्टी छैन हैन साथै हामी अब ब्लगलाई धेरै लामो नगरेर यो ब्लग त हाम्रो यही सकाउनु पर्छ यही ब्रिजमा साथीहरू है हाम्रो नेक्स्ट ब्लग पनि आउँछ अब होटलमा गएर सो हजुर एक दिन नयाँ हुनुहुन्छ भने साथीहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु सबैले सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानललाई